दिदी बहिनीहरूको लागि हामीले दर्शन देखेको हुन सक्छौँ, तर उसले के सोच्ला, के भन्ला, कसो गर्ला भन्ने चाहिँ हामी हुनसक्छ भोलिदेखि सङ्गति नहोला। आज टिकटक सङ्गतिमा आइरहेको मान्छे भोलिदेखि चाहिँ नआउला, त्यो हामीलाई डर हुनसक्छ। तर हामी डराउँछौँ नि, हामी कसैले परमेश्वरले देखाउनु भएको कुरा कहिले हामी आफैले देखेको दर्शनको कुराहरूमा यो परमेश्वरबाट हो कि होइन, किनभने शैतानले पनि त हामीसँग छल गर्न सक्छ। कसैको जीवनमा नभएको कुरा हामीलाई देखाएर हामीले भन्यो भने त हामी झुट्टा ठहरिन्छौँ, त्यो डर पनि हामीलाई छ। तर सँगसँगै सत्य कुरा पनि हुनसक्छ, अनि यो कुराहरू चाहिँ छुट्याउन हामीले जान्नुपर्छ। तपाईँ र म शून्य भएका छौँ भने